गाइस, वेलकम ब्याक टु न्यू भ्लगमा हजुरहरू सम्पूर्णलाई फेरि पनि मेरो न्यू भ्लगमा स्वागत छ। यतिखेरको बसामा भने फेरि पनि मेरो माउले चाहिँ अलरेडी बेबी पाइसकेको छ है गाइजहरू, हेर्नुहोस् त कति राम्रो एउटै लेभलको छ है बेबीहरू चाहिँ। हजुरहरूलाई फेरि पनि चाहिए म चाहिँ हाम्रो छुटाइसकेको पाठा पनि अलरेडी छ बिक्रीमा। हजुरहरूलाई कोलाई चाहिन्छ हजुरहरूले चाहिँ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। कमेन्ट बक्समा आएर मलाई भन्न सक्नुहुनेछ। हजुरको कमेन्ट चाहिँ म हेरेर हजुरलाई रिप्लाई दिनेछु, अर्थात् हजुरसँग म कन्ट्याक्टमा आउनेछु। हेर्नुहोस् त कति क्युट बेबी छ गाइजहरू, हेर्न नभुल्नु ल, हेर्न छुटाउनु चाहिँ भएन है रानी ब्लगमा। हजुरहरू सधैँ हजुरहरूलाई चाहिँ मेरो ब्लगमा चाहिँ स्वागत गरिरहनेछु मैले, हेर्नुहोस् त। अनि म चाहिँ एकदम भिडियोहरू बनाउँदा सिम्पल सादा भिडियो बनाउँछु, किनभने म चाहिँ ठमेल चाहिँ मेरो ब्लगमा चाहिँ राख्दिनँ होइन गाइज। अनि त्यो मलाई के भनेदेखि धेरै नक्कल पर्न मन लाग्दैन कि धेरै झ्याउ तमासा देखाउन मन लाग्दैन। आफ्नो जे छ होइन, जस्तो छ त्यही मात्र म चाहिँ ब्लगहरू बनाउँछु होइन। अनि यतिखेर चाहिँ मैले 4-5 बज्न लाग्यो अनि दाना लगाइदिइसकेर यस्तो खालको दाना दिन्छौँ हामी चाहिँ, पार्टीको भात प्लस अनि पकाएको दाना। अनि हाम्रो माउले चाहिँ खाइसकेको छ र अब उसको बेबीलाई दुध दिनलाई रेडी हुँदैछ है गाइजहरू। हजुरहरूले जति पनि मेरो भिडियो हेरेर मलाई साथ सहयोग सपोर्ट गरिरहनु भएको छ, हजुरहरूलाई फेरि पनि म धेरै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु गाइज। र मेरो चाहिँ यो तल्लो लाइनमा पनि छ होइन, हजुरहरूलाई त्यो त भिडियो मैले अलरेडी देखाइसकेको छु। र यो चाहिँ फेरि अब लास्ट है, अरू अब मेरो ब्याउने छैन, यही हो गाइज लास्ट भनेको। लास्ट माउले नि ब्याएको हो, अब चाहिँ यति नै हो। अब सबै मेरो अलरेडी बेबीहरू बच्चाहरू पाठापाठी भइसकेको छ। हजुरहरूलाई जस्तो चाहिन्छ म त्यस्तै उपलब्ध गराउन सक्छु पनि र गराइ पनि दिन चाहन्छु। हजुरहरूलाई जसलाई चाहिन्छ कमेन्ट बक्समा आएर चाहिँ कमेन्ट लेख्न सक्नुहुनेछ गाइस। होइन आज पनि मैले पाठाहरू चाहिँ बेचिसकेको छु। अब त्यसको चाहिँ मैले भिडियोहरू बनाइनँ, किनभने म एकदम बिजीमै थिएँ। अनि उता दिदीको चाहिँ खोरहरू बनाउँदै हुनुहुन्छ, अनि अहिले चाहिँ दिदी मेरो साह्रो बिरामी हुनुहुन्छ ज्यान्डिस लागेर। अनि मैले चाहिँ एकछिन भए पनि 1-2 घन्टा दिदीलाई चाहिँ हेल्प गरेर दिदीको मिस्त्रीहरूलाई मसला बनाइदिने अनि बल्ल चाल्ने गरेर चाहिँ मैले त्यो हतारमा पाठापाठीहरू लगेको चाहिँ भ्लग बनाउन सकिनँ। त्यसमा चाहिँ म क्षमा चाहन्छु गाइज। जहिले एउटै मात्र पाठा देखाउँछ भनेर चाहिँ नभन्नु ल गाइज, यो छुट्टै देखाइरहेको छु मैले हजुरहरूलाई, किनभनेदेखि यो चाहिँ मेरो अन्तिम माउ हो नि त, यसले चाहिँ अन्तिममा ब्याएको हो नि त। अनि त्यही भएर कि गाइज मेरो चाहिँ अब पाठापाठी पनि छुटाइसकेको छ, बेच्ने बेला पनि भइसकेको छ। अनि हजुरहरूलाई जस्तो पाठा चाहिन्छ म त्यस्तै उपलब्ध गराउँछु। हजुरहरू कन्ट्याक्टमा आउन सक्नुहुनेछ, मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ है गाइज। हेर्नुहोस् त कति राम्रो बेबी छ, कस्तो माया लाग्ने कि। म चाहिँ अब फेरि पनि उता दिदीको दाना लाउन जानुपर्छ कि गाइस, अब किनभनेदेखि दिदी सक्नुहुन्न, बिरामी हुनुहुन्छ होइन। अनि त्यही भएर मैले दिदीको पनि दाना हालिदिन्छ। अनि गाई पनि धुनुपर्छ नि त, मैले दिदीकै हो तर मेरो चाहिँ गाई चाहिँ छैन, गोरु छ मेरो चाहिँ। अनि दिदीको चाहिँ अलरेडी दुहुना छ होइन, अनि त्यही भएर मैले दुध पनि धोइदिनुपर्छ। अब म ब्लग चाहिँ यहीँ इन गर्छु गाइस, किनभनेदेखि म एकदम बिजी छु अहिले। हेर्नुहोस् न, हजुरहरूले प्रतिक्रिया दिन चाहनुहुन्छ भने चाहिँ कमेन्ट बक्समा आएर दिन सक्नुहुनेछ गाइस। अनि जो जति मेरो युट्युब च्यानलमा जोडिसक्नु भएको छ, साथी बनिसक्नु भएको छ, नबन्ने साथीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, मेरो युट्युब च्यानललाई चाहिँ हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस्। लाइक कमेन्ट गर्नुभएको छैन लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुलिदिनुहोस्। हजुरहरूको सहयोगले अझ धेरै मलाई उत्साह दिनेछ। र जति पनि अब हामी जस्तै
अलिकति हैन केही नहुने मान्छेहरूलाई पनि उत्साहित बनाउनेछ यो मेरो भ्लगले चाहिँ। हजुरहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु भयो भने र म चाहिँ अब लाइभ इन गर्छु साथीहरू। गाइस बाई।